चितवन राष्ट्रिय निकुञ्ज भैँसी देखियो। भेटबाज है म चाहिँ तपाईँहरू सबैजनाको गाइड। मेरो नाम चाहिँ मोतीलाल मुस्तान है। मोतीलाल मुस्तान हजुर। त्यसै गरी हाम्रो यो चितवन राष्ट्रिय निकुञ्ज तपाईँको 2030 सालमा इस्टाब्लिस भएको यसको क्षेत्रफल चाहिँ 952 स्क्वायर किलोमिटर छ। यो चाहिँ तपाईँको 4वटा जिल्लासँग समेटेर बनेको छ। 4वटा जिल्ला भन्दाखेरि कहाँ कहाँ भन्दाखेरि नवलपरासी, चितवन, मकवानपुर पर्छ। अनि यहाँनिर चाहिँ तपाईँको 3 किसिमको फरेस्टहरू छ। रिभर रेड फरेस्ट, साल फरेस्ट, ग्रास लाइन, वेट लाइन्स। हामीले आज कभर गर्ने भनेको चाहिँ ग्रास लाइनलाई, रिभर रेड फरेस्ट अनि वेट लाइन मात्रै हो। यहाँनिर चाहिँ दुर्लभ एकसिङी गैँडा 694वटा, दुर्लभ पाटे बाघ 128वटा, सबै वन्यजन्तु मिलाएर 56 प्रजातिको वन्यजन्तुहरू छन्। अनि 56 प्रजातिको वन्यजन्तुहरूमा हामीले 56 प्रजाति नै देखिन्छ भने ग्यारेन्टी सालले हुँदैनौँ। कुनै जनावर देख्छ, कुनै जनावर देख्दैन। जनावर देख्छ हो हल्ला नगर्नुहोस्, फोटो खिच्नुहोस्, भिडियो गर्नुहोस्, केही फरक परेन। जस्तै आर्मीहरू गस्तीमा आएको बेलामा आर्मीहरूको फोटो भिडियो नखिच्नु है। आर्मीहरूको पुलिस त आउँदैन। आर्मीहरूको गस्तीमा आएको आर्मीहरू सुट त सबैको हुन्छ, त्यसलाई दारा भन्छन्। हात्तीको एउटा खाने दारा, एउटा चाहिँ देखाउने दारा भन्छ नि, त्यो चाहिँ सबैभन्दा त्यो मेन हो, यो देखाउने हो। अनि जस्तै गरे यो तपाईँको 1000 रुपियाँमा देख्छ नि हजुर, दुईटा राम लक्ष्मण भनेका, त्यो मध्येको चाहिँ तपाईँको यो चाहिँ राम हो। राम हो, यो राम हो। लक्ष्मण चाहिँ यसको आयो अन्दै लगेको छ निकुञ्जमा। पानी कति धेरै बाल्दै होइन, गर्मी भयो नि त। यसको खगेन्द्र गज भन्छ। पैसा दिनुपर्छ नि, बोलाइदिने तर सुटमा हाल्नु नि, सुटमा उता माग्दैन ल। ढोकदेल भन्नु न, ढोकदेल। आशीर्वाद के भन्नु? आशीर्वाद दे, आशीर्वाद दे। ल आशीर्वाद दे। ल यहाँ अझै आशीर्वाद देऊ। ल यता आशीर्वाद देऊ त।
उताबाट पनि आउँछ उता दाराले हाल्दिनु सुटमा हाल्दैन यता यता ल्याऊ यो दारा चोट लाग्यो त्यसमा हाल्दैन हो कपाललाई उता हेर ल भयो कति ठुलो त्यसको सुटले के अरे दाराले गाह्रो पर्छ के ल आयो गाडीभन्दा ठुलो छ दाराले चाहिँ गाडीमा छुन्छ त्यो भएर अप्ठ्यारो भयो नाङ्लो ल जाउँछ मिठो पोजिन्दा पऱ्यो अहिले हजुर झरेल लाउँछ पुरानो घाँस चलाएर नयाँ घाँस उमार्नु पऱ्यो नि त फैलिँदैन घुर 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 हुस लखे ए साइले अस्ट्रिच होइन नेपालको चरा भन्दैछु नेपालको 1 फिटको हुन्छ त्यहाँबाट चम्क्यो भने यहाँ हुन्छ जहाँ जहाँ बाघले मान्छे खान्छ त्यो ठाउँलाई चाहिँ टाइगर जोन भनेर भन्छ बाँदर रहेछ नि बाँदर चित्तल भने यिनीहरू साथी हो त्यतातिर छ धेरै तालतिरपट्टि छ राम्रो एउटा मात्रै होइन र होइन धेरै छ के चित्तलहरू पता नै छ नि यता छ माथितिर छ उतातिर पता नै छ हो पाखामा गयो ओके त्यहीँबाट हेर्ने यही ठिक छ छेक छ रुखले छेक्छ क्या यहीँबाट हेर्ने हो गैँडाहरूको चाहिँ सुन्ने पावरफुल हुन्छ आँखाले कम देख्छ है हो र तर ठुलो हुने ल
यो अगाडि पर नै बाटै छोड्दैन गाडी चाहिँ जुनी गरेर फनक फर्किन्छ फेरि गाडीमा हाल्छ युनिकोर्न सिङ हुन्छ होइन सिङ हुन्छ यिनीहरूको भने बाउको मात्रै हुन्छ होइन आमासँग हुँदैन यो त लाग्छ मोटो रहेछ यिनीहरूको 250 केजी हुँदैन यो के रहेछ नि जराए भन्छ नेपालीमा जराको सिङ हुन्छ होइन भालेको के हुन्छ भालेहरूको सिङ हुन्छ पुरै मजाले बसेको छु लाग्ने हो लाग्दैन 12 सिए चाहिँ सक्दैन नि यहाँ 12 सिङे पर्दिया मात्रै यहाँ पाउँदैन है रहेछ एउटा बाउ पनि रहेछ त्यसले पखेना फिजाइदिने भन्नु त पखेटा फिजा त म्युजियम पार्क हामी कहाँ हो चितवनको म्युजियम पार्कमा यो पछि भेटघाटपछि हामी फेरि पुनर्भेटघाट भएको छौँ। अब के बोल्ने यार बोल्नै जान्दैन यार। वेलकम टु माई ब्लग्स। हामी फेरि भित्र काफी हुँदैन प्रवेश निषेध एउटा प्रवेश निषेध नक्कली यहाँ यहाँबाट पनि हामी निस्क्यौँ। बोटिङ, इट्स बोटिङ टाइम।
बोटिङ गर्न जाँदै म्याडम बोर्डिङ गर्न जाने बोर्डिङ हामी कहाँ बिचमा बस्ने टाटा लैजानुहोस् बाबा राम्रो ठाउँमा है त्यो माथि टाढा देख्नु भएको त्यो हेरे हिँड्ने देखेको छु नि तिमीले त्यो माथि त्यो पारि हरियो घाँसमा हेरेको छु क्या उता माथि यिनीको है त्यो मगर हो है यो गड्याल होइन कसो बिसानो भन्नाको हामी त्यसको नजिक पनि जान्छौँ यस्तो खेतमा यस्तो बसिरहेको हेर त त्यो पुच्छर हेर न हेर त कत्रा बनाएको ऊ अर्को पनि रहेछ तिनवटा बाबु नानीको प्रगति होस् आँटेका ठुल्ठुला काम पुगुन् रोकिएका कामहरू सबै सफल हुन् होलीको दिनमा आशिष दिँदैछु हजुरहरूले आँटेको पुग्ने छन् होलीको दिनमा आशिष दिनेछन् आँटेका क्या जम्मै कुरा पुग्ने छन् मेरो बाबु नानी प्रगति होस् दुःख पीडा कष्ट हरण होस् राम्रो राम्रो काम सधैँ आउन् मनमा सुख शान्तिले छाउन् भगवान देवताले दिने छन् शान्ति बाबु नानी हजुरको प्रगति भगवान प्रभु दिने छौ शान्ति बाबु नानी हजुरको प्रगति ल हजुर जय होस्
पोलेर म त निल्ने कि थुक्ने भयो क्या पोलेर